नमस्कार, मेरो नाम सौरिन हो। म कक्षा 10 मा पढ्छु। तमेव माता जपिता तमेव तमेव बन्धु सखा तमेव तमेव विद्या जडिरं तमेव तमेव सर्वं मम देव देव। आज म मेरो प्यारो हजुरआमा को के भन्न गइराखेको छु। म आमा बुवा भन्छु। उनीहरू मलाई ज्ञानको कुरा सिकाइदिन्छ, चकलेट किनिदिन्छ, मम्मी बाबाले गाली गरेको बेलामा लुकाइदिन्छ, मलाई ड्रेस किनिदिन्छ, मलाई नारा किनिदिन्छ। मेरो आमा 65 वर्षको भइदिन्छ, मेरो बुवा पनि 65 वर्ष भइदिन्छ। म धेरै माया गर्छु मेरो आमा बुवालाई। आमा बुवाले पनि मलाई धेरै माया गर्छ। म कहिलेकाहीँ आमा बुवाको घर आएर खुसी हुन्छ। म पनि मेरो आमा बुवा पनि कहिलेकाहीँ मेरो घरमा गएर खुसी हुन्छ। म धेरै माया गर्छु। आई लभ यु आमा बुवा।